Hello everyone, welcome to my new vlog, guys. हजुरहरु सन्चै हुनुहुन्छ होला, म सन्चै छु हैन। अनि आज चाहिँ बहिनीहरुले दिदीहरुले चटपटे खाने भन्दैछ नि त, चटपटे बनाउने रे। अनि त्यसपछि अनि सबै पैसा कलेक्सन गर्ने भनिरहेको थियो के गाइस हैन। अनि म चाहिँ बरु एउटा चिसो जम्बु चिसो ल्याउँछु अनि तपाईहरु चाहिँ अरु कलेक्सन गरेर अरु सामान किन्नु भनेको थिए। अनि उनीहरुले पैसा कलेक्सन गरेर म सामान किनेर आइसके। अब चाहिँ म चिसो लिन हिँडेको पसल यहाँ अलिक टाढा पर्छ, टाढा भन्दा पनि यहाँ पुगेपछि चाहिँ यता छ पसल टक्क जम्बुड्यु चाहिँ म निकाल्छु भनेको के गाइस। अब खल्तीमा पैसा छैन नि त, अनि उधारमा पनि दिन्छ कि गाइस त्यो होटलमा भने पसलमा भने मलाई। अनि त्यही भएर पैसा बिन होइन, अब अहिले बेलुका दिन्छु भनेर लिएर आउन लाग्यो क्या होइन। त्यही हो पुग्न लाग्यो होइन। गर्मी त गाई चाहिँ यस्तो गर्मी छ कि नि, यस्तो गर्मी छ कि होइन के भन्नु होइन। नभन पसल दिदीहरू खतरा गरेर हिँड्दैछ न पैसा माग्दै। यहाँ हाम्रो दिदी खोइ त नि पसलमा कोही छैन र नि खोइ। मुने एउटा चिसो जम्बु छिटो न। काम गर्ने स्टाफहरू मोबाइल चलाउँदैछ ड्यु दिदी त यहाँ सुत्नुको भयो। मुने हेलो भन्नु छिटो नि। त्यही हो म चिसो दिदी अहिले दिन्छु ल यसको चटपटे बनाउने रे के दा। अनि ड्यु चाहिँ म किन्छु भनेको थिएँ। त्यही हो चिसो लिए अनि हिँडेको हावा टक्क अहिले भेटौँ है गाइस। अहिले चाहिँ सस बनाउँदैछ चटपटे हाल्नुलाई मेरो बहिनीले होइन। अनि मेरो बहिनीले सस बनाउँदैछ अलि दामी बनाए। सामानहरू चाहिँ यति लिएर आएको, भुजा छ, दलमोट छ, चौचौल छ होइन, कुरकुरे छ, अनि बदाम छ। अनि यो चाहिँ मैले लिएर आएको होइन अघि भन्यो अरे। अनि हाम्रो दिदीले रेडी पोजिसन हो कटिङलाई हो। ओके त्यही हो गाइस। अब यहाँ हाम्रो रचना बहिनीले यहाँ आलु छिल्दैछ यहाँ। अनि यता भान्जा र भान्जीले चौचो खेल्छ। ऊ चाहिँ मेरो सानो मालिक आइपुगेछ गाइस होइन। सानो मालिक आइपुगेछ। यता चाहिँ मेरो मम्मी सुत्नु भएको हो, गर्मी हुन्छ नि त। अनि त्यही भएर अब यहाँ भने हावा मजाले आउँछ क्या, चिसो हावा हुन्छ। यता त गर्मी नै गर्मी छ, झन् जस्ता छ। अनि त्यसले गर्दा रचना छिल्दैछ। यता खानु पऱ्यो क्या एउटा पुग्छ यतिले मेरो भिजाउनु भएको रहेछ दिदीले। अनि हामीले प्लान बनाएको कति 2 दिन भयो नि, 3 दिन भयो है, 3 दिन भयो। अनि स्याटरडे चाहिँ आज शनिबार हो। अनि त्यही भएर शनिबार हो। अनि त्यही भएर शनिबार चाहिँ चटपटी बनाएर खाने भन्नुभएको थियो। अनि त्यही भएर यता चाहिँ मेरो प्यारो भान्जो बल छोड्दैन मेरो भान्जोले। टक्क प्याज कटिङ हुन लाग्यो। यत्रो बाटोमा पनि पुग्दैन। कति खानु लाग्नु भएको तपाईँहरू? धेरै खानु मन लाग्यो हो तपाईँहरूलाई? भाडो देखेर यसमा बनाउँदैन यत्रो ठुलो यसमा बनाउँदैन। तकल्ले चाहिँ नपुग्ने रहेछ।
खोर्सानी टोमेटो कटिङ रेडी हुँदैछ। के हो तातो भयो र? केले पोल्यो? केले पोल्यो? मेरो चेलीबेटीहरू चेलीबेटीहरूले रेडी पार्दैछ है गाइस। 50 करोडको माल बनाउँदैछ है गाइस मेरो चेलीबेटीहरूले। ल मटर हाल्यो, चाउचाउहरू खन्यो, चाउचाउ यो सबै हाल्ने ल। हालौँ हालौँ हालौँ। कटिङ रेडी हुँदैछ। यता चाउचाउहरू के खोज्दैछ। 3वटा पो त हाल्दा पुग्छ होला। तर दिदी मैले त यो भाडा देखेर तर्सेँ कि आमा लिएर आएको नि। पुन्टेले एउटा मेरो बादाम खाएछ। मेरो भान्जाले एउटा स्यात्नै सकेन हेर न। कुरमुरेको यो खोल्नु नि नसक्ने के गर्ने यो मेरो चेलीबेटीहरू। 3टा हालिसक्यो त्यो बाबुहरूले खान्छ। आलु काट्यो न भर्खर काट्यो। के बिरेनु नि तासिएछ है। चुको दिदी त्यो कागतीको होइन। स्पेसल बनाउनु ल। किन नुनु? रेडी भयो रेडी भुजा हाल्ने। टोकिदिनु न भुजा। चटपट चटपट अरे चटपट चटपट चटपट। यो त बेच्यो भने त कति हजार आउला है? बढी आउँछ नि हो क्या। 50 रुपियाँको यति त आउँछ। आमा यो त एक बाटा नि। मुसा जस्तो के खोज्नु भएको? चलेगा चलेगा सबले खान्छ। हाल्नु त्यति धेरै सबै हाल्ने? मिठो भयो भयो नि। किन कलर चाहियो? अलि रातो रातो आयो। रातो रातो सस बनाएर अलिक भएछ।
मेरो भान्जाले मलाई डिस्टर्ब गर्यो। के नुनु के गिलास पानी पिउने? छोड्नु छोड्नु म झिक्दिन्छु। अब त ठुलो भइसक्यो त, आफै झिक्ने भइसक्यो त। राम्रोसँग राख्नु। रेडी भइसक्यो? ल गाइस रेडी भइसक्यो है। अब चाहिँ स्पेसल चटपटी। बिचरा माया लाग्ने सुत्नु भएछ। ए मोबाइल पो हेर्दै हुनुहुन्छ। आमा यता हेर्नु। मेरो बुढी मान्छे आमा त कस्तै हेर्नु भएको त नि। अनि हेर्नु ल ल स्पेसल रेडी भयो। रेडी चटपटे रेडी भयो। त्यही हो गाइस। अब चाहिँ खानु लाग्यो है हामी। कम खानु लाग्यो हो। चिसो हाल्दै हुँदैछ। नदिनु चिसो हुन्छ। रातभर खोके गर्नुहुन्छ। मै यो उद्घाटन गरेँ गाइस। उद्घाटन गरेँ मैले। उधारो लिएर आएको चिसो पनि बिग्यो है गाइस। उधारो जीवन सुधारो भन्छ। के गर्नु है, गाह्रो छ। खानै पर्छ, पैसा छैन। मेरो परिवारले खाँदैछ है। के टक्क चिसो राख्नु। मुकब्याङ। वाउ मेरो पनि के छ लोभी हो। चम्चा त सानो त होइन त नि हौ। आमा हल्काको यत्रो सानो बहिनी गर्दै। ल मान्छे त फेरि सानो छ नि फेरि। आमा हे भगवान। यो चाहिँ गाह्रो हुन्छ ल।